प्रधानमन्त्री क्या जेठा छोराले रन्काउने र सड्काउनेलाई एउटै ठाउँमा बाहिर चुक्कुल लाइकन हुलेका छन् अरे। भित्त तिमीहरूको कुराकानी मिलाएर मात्रै बाहिर आयो, नत्र त्यतिकै छाडा छोड्न मिल्दैन तिमीहरूलाई, रन्काउने र सड्काउनेलाई भन्ने भनिरहेका छन्। ठिक छ केटा हो, मिल्नुपर्छ, सबैको गन्तव्य एउटै हो होइन। देशले राजनीति निकास पाउनुपर्छ, देशमा सुशासन कायम हुनुपर्छ, युवाहरूलाई आफ्नै देशमा रोजगारीको सिर्जना गर्नुपर्छ। त्यो लुकामारी खेले जस्तोले देश चाहिँ बन्दैन है। कसैलाई गाली गरेको भरमा देश बन्दैन, कसैलाई अपमान गरेको देश बन्दैन। देश बन्नलाई एउटा भिजन चाहिन्छ। धेरै ट्याउ 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 कराएर पनि देश बन्नेवाला छैन।